Hello and namaste and welcome to my channel. अनि आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई स्किनको टाइप्स कसरी पत्ता लगाउने, ओइली छ कि कम्बिनेसन छ कि ड्राई छ भनेर कसरी पत्ता लगाउने र त्यसमा कस्तो स्किन प्रोडक्टहरू चाहिँ प्रयोग गर्नुपर्छ भनेर चाहिँ म भन्नेछु अनि भन्नेछु ध्यान दिएर सुन्नु होला है त। सुरु गरौँ। ल आज चाहिँ फर्स्ट अफ अल एउटा नोटिस गर्न चाहेँ, मेरो चाहिँ आज सर्ट भिडियो चाहिँ आउँदैन, सो भोलिबाट आउँदैछ है त। अनि अब सर्वप्रथम चाहिँ हामीले स्किन टाइप्स कसरी पत्ता लगाउने त। स्किन टाइप्स पत्ता लगाउनको लागि चाहिँ धेरै गाह्रो छैन, सजिलो छ, ध्यान दिएर सुन्नु होला। सर्वप्रथम त हामीले मुख धुनु पर्यो। मुख धोएर त्यसरी पुस्ने होइन, फेरि पुस्ने कहीँ पुस्ने यताउता पुस्ने होइन। मुख धोएर एक घन्टा चाहिँ राखौँ त्यसै नै होइन। एक घन्टा राखिसकेपछि चाहिँ अनि हाम्रो हातले भए पनि हुन्छ, यता यसरी छाम्दाखेरि चिल्लो पदार्थ छ भने चाहिँ त्यो चाहिँ ओइली हो होइन। यता पनि चिल्लो, यता पनि चिल्लो, यता पनि चिल्लो छ नि त, ओइली हो। अनि फुस्रो छ भने द्याट्स द ड्राई स्किन टाइप। अनि कम्बिनेसन स्किन टाइप चाहिँ यहाँ चिल्लो हुन्छ भने यहाँ ड्राई हुन्छ। मेरो नि यहाँ ड्राई छ, यति भएर चिल्लो छ। त्यो डन्डीफोर नि आइरहेको छ, म डन्डीफोर भन्छ के नेपालीमा, पिम्पल। अनि यहाँको स्किन पनि हाम्रो चाहिँ ओइली हुन्छ है। अनि अब हजुरले पत्ता लगाउनु भयो होइन, अब के गर्नुपर्छ त भन्ने भयो। अब कस्तो स्किन टाइपमा कस्तो स्किन प्रोडक्ट हामीले प्रयोग गरौँ त भन्दाखेरि चाहिँ हजुरको स्किन ओइली छ भने ओइल फ्रीवाला चाहिँ प्रोडक्ट प्रयोग गर्नु होला। अर्को भिडियोमा चाहिँ म प्रोडक्टहरू पनि ओइली स्किनको लागि भिडियो बनाउने छु, हेर्न चाहिँ नबिर्सनु होला। अनि पछाडि चाहिँ मेरो मम्मी हुनुहुन्छ, ब्याकग्राउन्ड म्युजिक ब्याकग्राउन्ड नभएको कुराहरूलाई चाहिँ धेरै नोटिस नगर्नु होला। अनि हाम्रो चाहिँ धेरै ओइलीहरूले चाहिँ ओइल फ्रीवाला चाहिँ लगाउनु होला। अनि त्यो लगाउँदा चाहिँ बल्ल स्किनलाई चाहिँ सुट गर्छ, स्किनमा राम्रो देखिन्छ, रिजल्ट देखिन्छ। अनि हाम्रो चाहिँ कम्बिनेसन स्किनको लागि चाहिँ सर्वप्रथम कम्बिनेसन स्किनको लागि पनि भनिदिन्छु, किनभने मेरो नि कम्बिनेसन स्किन हो। अनि म चाहिँ यो प्रोडक्ट पनि देखाउँछु। मोइस्चराइजर चाहिँ बेस्ट हुने चाहिँ यो युरिया क्रिम, युरिया प्लस सैलिसिलिक एसिड हो। एसिड चाहिँ प्रयोग भएको छ यो मोइस्चराइजरमा। यो प्रयोग गर्दा चाहिँ स्किनमा अलिकति मोइस्चराइजिङ गरेको एउटा अलिकति नरम फिल भएको देखिन्छ। म सनस्क्रिन चाहिँ यो प्रयोग गर्छु। हजुरहरू यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ जसले लगाउँदा नि मिल्छ अल स्किन टाइप्स। अनि अर्को चाहिँ मैले चाहिँ नियासिनामाइड एसिड पनि लगाउँछु। यो चाहिँ मेरो दागको लागि र यो डन्डीफोरको लागि, मतलब पिम्पलको लागि यसले चाहिँ हटाउँछ। मैले चाहिँ यो चाहिँ डर्मालोजिस्टकै सजेसनमा लिएको हो। यति चाहिँ मैले चाहिँ मेरो स्किन प्रोडक्ट चाहिँ यति मात्र रहेको छ। फेस वास चाहिँ म जस्तो नै युज गर्छु, फेस वास चाहिँ म धेरै युज गर्दिनँ होइन, किनभने त्यसमा धेरै युजहरू हुन्छ भनेर। अनि कुनै पनि सामान लिन जाँदा चाहिँ हजुरले कस्मेटिकबाट चाहिँ नकिन्नु होला, किनभने कस्मेटिकमा एकदम बढी नै हुन्छ। उहाँले नबुझेर उहाँले पढ्नु भएको हुँदैन होइन, स्किनको बारे पढ्नु भएको हुँदैन। त्यही भएर उहाँबाट लिनुभन्दा बरु एउटा चाहिँ स्किनकै उसमा पढेको डर्मालोजिस्टकै ठाउँमा गरेर लिँदा चाहिँ हजुरलाई सजिलो हुन्छ। अनि ड्राई स्किनको लागि चाहिँ वाटर बेसमा चाहिँ जेल बेसमा चाहिँ लगाउँदा चाहिँ सजिलो हुन्छ। अनि ओइल भएको बट धेरै नभएको चाहिँ स्किनमा प्रोडक्टहरू चाहिँ लगाउनु होला ड्राई स्किनहरूले चाहिँ। अब स्किन पनि पत्ता लगाइसक्यो, मैले कम्बिनेसन स्किनहरूको लागि पनि मैले प्रोडक्टहरू देखाइदिइसकेँ। कम्बिनेसनको लागि यो चाहिँ जसले पनि प्रयोग गर्न मिल्छ, यो सनस्क्रिन हो जसले पनि प्रयोग गर्न मिल्छ। यो चाहिँ कसले प्रयोग गर्ने भन्दाखेरि चाहिँ जसको उसमा चाहिँ यो दागहरू हटाउन मन छ, पिम्पलहरू छ, त्यो हटाउन मन छ भने चाहिँ नियासिनामाइड एसिडले चाहिँ गर्छ है।
अनि यसको बारेमा भनिदिन्छु। यसले चाहिँ थोरै अलिकति पिम्पल निकाल्छ, यसले अलिकति बिबिराहरू निकाल्छ अनि पछि चाहिँ हटाउँछ। त्यो बिबिरा किन निकाल्नु भन्दाखेरि भित्रको जति पनि हाम्रो स्किनभित्रको फोर हुन्छ नि त्यो हटाउनको लागि निकालेको हो कि, यसले हटाउनको लागि निकालेको हो। सो यो लगाउँदा चाहिँ एकदम राम्रो कि मेरो स्किनमा अलिकति आइरहेको पनि छ अनि यहाँ थियो मेरो लगभग यहाँ थियो धेरै नै हटाइरहेको छ यसले। त्यही भएर हजुरहरू चाहिँ यो प्रयोग गर्नु होला। मैले प्रयोग गर्नु होला त भने बट त्यो चाहिँ डर्माटोलोजिस्टले गरेर देखाउनुहोस् यो मैले प्रयोग गर्न मिल्छ कि मिल्दैन, हजुरको स्किनको टाइप्स कस्तो छ भनेर देखाउनुहोस्। उहाँले मिल्छ गर्नु लगाउनु भन्नुभयो भने हजुर लगाउनु होला। नियोसिनामाइड एसिड चाहिँ मैले चाहिँ बेलुका मात्र 2 थोपा लगाउँछु, त्यसको आधी घन्टा पछि चाहिँ बल्ल यो लगाउँछु मैले। अनि अरू चाहिँ ड्राई स्किनको लागि चाहिँ पोन्ड्स पनि सजिलो राम्रो छ। उसको लागि पोन्ड्स एउटा एक्नेक भन्ने नि राम्रो छ। अनि यति दुईवटा चाहिँ म चाहिँ राम्रो मान्छु, किनभने यिनीहरूले मेरो मैले पहिला युज गर्दा पनि हटेको थियो होइन। अहिले फेरि आएको छ, म पढ्दैछु अनि राति सुत्न पाएको हुँदैन अनि त्यही भएर नि आइरहेको छ। अहिले धेरै पिल लिन पर्दैन, हजुर कम्बिनेसन स्किन छ भने यो लिन सक्नुहुन्छ। अनि कहिले पनि भुल चाहिँ नगर्नुहोस् कि कस्मेटिकमा गएर चाहिँ किन्ने भनेर चाहिँ कहिले चाहिँ उस नगर्नुहोस्, किनभने त्यहाँकोले चाहिँ हजुरको स्किन बिगार्न पनि सक्छ होइन। त्यही भएर चाहिँ हजुरहरू चाहिँ डर्माटोलोजिस्टकैमा गएर चाहिँ भन्न सक्नुहुन्छ। मतलब त्यहाँ बुझेर किन्दा चाहिँ बल्ल हजुरको स्किनमा चाहिँ अलिकति फाइदा देखाउँछ त्यसले, नभए त देखाउँदैन। मेरो स्किन चाहिँ कम्बिनेसन स्किन हो अनि त्यसमा मैले चाहिँ डर्माटोलोजिस्टकै वान स्किन टोन भन्ने चाहिँ हाम्रो वान स्किन टोन स्टोर भन्ने छ, जसमा चाहिँ सबै टाइप्सको स्किनको लागि चाहिँ हाम्रो फेस वास होइन सबै क्रिमहरू त्यहाँ पाउँछ। म त्यहीँबाट किनेको सबै सजेस्ट गरेर म यति भन्छु कि हजुरले चाहिँ कस्मेटिकबाट चाहिँ धेरै चाहिँ नकिन्नु होला। ल बाई बाई। अर्को भिडियो चाहिँ कम्बिनेसन स्किनको लागि भन्दा नि ओइली स्किनको लागि कस्तो प्रयोग गर्ने, त्यसपछि ड्राई स्किनको लागि कम्बिनेसन स्किनको लागि। बाई बाई। यति हुँदै म बिताउँछु। बाई बाई।